नमस्ते साथीहरू, आज पनि सिभिल इन्जिनियरिङको 10 वटा शब्दहरू लिएर आएको छु। विशेष गरी आज चाहिँ स्काफोल्डिङमा युज हुने कोतोबाहरू लिएर आएको छु। स्काफोल्डिङलाई आसिवा भनिन्छ। स्टिल पाइपलाई चाहिँ तानखान भनिन्छ भने सबै पाइपलाई चाहिँ कोखान भनिन्छ। स्काफोल्डिङको सपोर्टका लागि गाडिने एउटा पाइललाई चाहिँ कुइमारु भनिन्छ। बाइन्डिङ वायरलाई चाहिँ बान्सेन भनिन्छ भने बाइन्डिङ वायरहरू काट्नेलाई चाहिँ बान्सेन क्रिपा भनिन्छ। क्ल्याम्प चाहिँ यहाँ चाहिँ दुई किसिमको क्ल्याम्पहरू प्रायः जसो युज गरिन्छ। एउटा चाहिँ फिक्स क्ल्याम्पलाई चाहिँ चोक्को क्राम्पु भनिन्छ भने रोटेट हुने क्ल्याम्पलाई चाहिँ जिजाई क्राम्पु भनिन्छ। यसका फोल्डिङको सपोर्टका लागि एउटा बेस राखिन्छ, त्यसलाई चाहिँ ज्याकी बेस भनिन्छ। यसका फोल्डिङ सेट गर्ने बेलामा नि मिटर भन्दा माथि स्काफोल्डिङ छ भने एउटा डोरी येलो कलरको डोरी राखिन्छ, त्यो डोरीलाई चाहिँ ओया चुना भनिन्छ। स्काफोल्डिङको क्ल्याम्पहरू टाइट गर्नेलाई राचितो भनिन्छ।